पाकिस्तानकी चर्चित टिकटक स्टार सना युसुफलाई दिनदहाडै गोली हानी हत्या गरिएको छ। सनालाई उनकै घरमा गोली हानी हत्या गरिएको हो। इस्लामाबादको जी-थिन क्षेत्रमा रहेको उनको घरमा आएर एक व्यक्तिले गोली हानी हत्या गरेका हुन्। आक्रमणकारीले गोली प्रहार गरे लगतै फरार भएका थिए। पछि उनलाई पक्राउ गरिएको छ। सञ्चार माध्यमका अनुसार 2 जुनमा सना आफ्नो 17औं जन्मदिन मनाइरहेकी थिइन्। सोही दिन एक व्यक्ति आफन्त बनेर उनको घरमा प्रवेश गरेका थिए। प्रहरीका अनुसार आरोपीले सुरुमा सनासँग घर बाहिर केही बेर कुराकानी गरेका थिए र त्यसपछि घरभित्र पसेर गोली चलाएको थियो। सनालाई निकै नजिकबाट 2 गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो। टिभीको रिपोर्ट अनुसार सना युसुफका हत्यारा पक्राउ परिसकेका छन्। प्रहरीले हत्याराको साथबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको मद्दतले आरोपीलाई पक्राउ गर्न सफल भएको बताएका छन्। हाल घटनाको थप अनुसन्धान भइरहेको छ। घटनापछि सनालाई तत्काल पिम्स अस्पतालमा लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। पोस्टमार्टम पछि सनाको अन्तिम संस्कार इस्लामाबादको एच-एड कब्रस्तानमा गरिएको थियो। सनाकी आमा फर्जाना युसुफले यस सम्बन्धमा प्रहरीमा किटानी जाहेरी दिएका थिइन्। उनले प्रहरीलाई एक अज्ञात व्यक्ति आफ्नो घरमा प्रवेश गरी छोरीमाथि 2 गोली प्रहार गरेको बताइन्। उनले हत्यारालाई अगाडि ल्याएमा चिन्न सक्ने पनि बताएकी छिन्। प्रहरी चौकीमा दर्ता एफआईआरमा भनिएको छ, हिजो सोमबार एकजना मानिस अचानक हाम्रो घरमा पसे र मेरी छोरी सना युसुफमाथि सिधै गोली हाने, जसमध्ये 2 वटा गोली उनको छातीमा लागे। एफआईआरमा अगाडि लेखिएको छ, अज्ञात व्यक्ति सिँढीबाट तल दौडियो र हामीले कराएपछि स्थानीय मानिसहरू भेला भए। मेरी छोरीलाई छिमेकीको गाडीमा राखेर अस्पताल लगे, तर मेरी छोरीको मृत्यु भइसकेको थियो। 17 वर्षीय सना युसुफ मूल रूपमा खैबर पख्तुनख्वा प्रान्तकी चित्रान जिल्लाकी बासिन्दा थिइन्, तर उनको परिवार केही समयदेखि इस्लामाबादमा बसिरहेको छ। उनी सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्। सनाले खास्य जीवनशैली, सांस्कृतिक जागरण र शैक्षिक सन्देशसँग सम्बन्धित सामग्रीहरू पोस्ट गर्थिन्। टिकटकमा उनका 7,25,000 र इन्स्टाग्राममा करिब 5 लाख फलोअर्स थिए। उनको रूप रङका कारण मानिसहरूले उनको तुलना चर्चित अभिनेत्री हानिया आमिरसँग पनि गर्थे। सना मेडिकलको तयारी गरिरहेकी छिन्।